안녕하세요. नमस्ते। यहाँ किप लेभल 4 को मुनपप 32 वटा मुनपप भन्न गइरहेको छु। सुरु गरौँ है त। 1 नम्बरमा छ भिएसटी प्लस नुरागो दै गर्दा ने सिलसिलामा अथवा ने क्रममा भन्ने हुन्छ। भिएसटी प्लस नुरागो दै गर्दा ने सिलसिलामा अथवा ने क्रममा भन्ने हुन्छ। 2 नम्बरमा छ एडजेक्टिभ अथवा भिएसटी प्लस उल सुरोक अथवा ल सुरोक भनेको चाहिँ जति जति बढ्दै अथवा घट्दै जानु भन्ने अर्थ हुन्छ हैन। जति जति बढ्दै अथवा घट्दै जान्छ भन्ने हुन्छ है त। भिएसटी प्लस उल अथवा ल सुरोक भन्ने। 3 नम्बरमा छ एडजेक्टिभ अथवा भिएसटी प्लस उल्पुन्मान आनिरा अथवा लपुन्मान आनिरा है त। उल्पुन्मान आनिरा अथवा लपुन्मान आनिरा चाहिँ मात्र नभएर अथवा मात्र होइन मात्र छैन भन्ने जस्तो अर्थ लाग्छ है त। नाउनमा चाहिँ पुन्मान आनिरा मात्र लाग्छ। नाउनमा पुन्मान आनिरा मात्र लाग्दछ। एडजेक्टिभ भिएसटी प्लस उल्पुन्मान आनिरा भनेको चाहिँ मात्र नभएर मात्र होइन मात्र छैन भन्ने अर्थ लाग्छ। 4 नम्बरमा छ एडजेक्टिभ भिएसटी प्लस उल्सु फाक्के हप्ता अथवा लसु फाक्के हप्ता भनेको चाहिँ नबाहेक विकल्प छैन भन्ने जस्तो है त। डट डट नबाहेक विकल्प छैन भन्ने अर्थ लाग्छ अथवा उपाय छैन भन्ने अर्थ लाग्छ। भिएसटी अथवा एडजेक्टिभ प्लस उल्सु फाक्के हप्ता भनेको चाहिँ अथवा लसु फाक्के हप्ता भनेको नबाहेक विकल्प छैन अथवा उपाय छैन भन्ने हुन्छ। 5 नम्बरमा छ एडजेक्टिभ भिएसटी प्लस नुनचुल आल्दा भनेको चाहिँ जस्तो लागेको थियो भन्ने अर्थ लाग्छ। नुनचुल हाल्दा भनेको चाहिँ जस्तो लागेको थियो भन्ने अर्थ लाग्छ। नुनचुल हाल्दा हैन यस्तो जस्तो लागेको थियो भन्ने अर्थ लाग्छ। अथवा एडजेक्टिभमा चाहिँ अथवा पास्ट टेन्समा उन अथवा नचुल हाल्दा भन्ने हुनुभयो। 6 नम्बरमा छ भिएसटी प्लस गोन हादा। भिएसटी प्लस गोन हादा भनेको चाहिँ ने गर्छु अथवा पास्ट टेन्समा चाहिँ ने गर्थे भन्ने जस्तो अर्थ भयो। भिएसटी प्लस गोन हादा भनेको वर्तमानमा चाहिँ ने गर्छु भयो र पास्ट टेन्समा चाहिँ ने गर्थे भन्ने अर्थ भयो। 7 नम्बरमा छ एडजेक्टिभ भिएसटी प्लस दनी भनेको एको थियो अथवा ने थियो थियो भन्ने अर्थ लाग्छ। भिएसटी अथवा एडजेक्टिभ प्लस दनी भनेको चाहिँ एको थियो ने थियो अथवा थियो भन्ने अर्थ लाग्छ। 8 नम्बरमा छ एडजेक्टिभ भिएसटी प्लस उन अथवा न नामजी। न अथवा उन नामजी भने पनि हुन्छ। उन नामजी भनेको चाहिँ ए पछि यसको अर्थ चाहिँ कस्तोमा लाग्छ भने अत्याधिक मात्रामा हैन एकदमै धेरै हुँदा पछाडिको नतिजा चाहिँ नेगेटिभ हुँदाखेरि चाहिँ यो वाक्यमा प्रयोग गरिन्छ। एडजेक्टिभ भिएसटी प्लस उन नामजी अथवा न नामजी भनेको चाहिँ ए पछि हैन अत्याधिक भएपछि यस्तो हैन अत्याधिक मात्रामा अथवा एकदम धेरै हुँदा लाग्छ। 9 नम्बरमा छ अल्माना एडजेक्टिभ भिएसटी प्लस नुन्जी मोरुदा। अल्माना एडजेक्टिभ भिएसटी प्लस नुन्जी मोरुदा भनेको चाहिँ कति थाहै छैन भन्ने अर्थ लाग्छ। अल्माना एडजेक्टिभ भिएसटी प्लस नुन्जी मोरुदा भनेको चाहिँ कति थाहै छैन भन्ने अर्थ लाग्छ। 10 नम्बरमा छ एडजेक्टिभ भिएसटी प्लस दुन्जी भनेको चाहिँ ए पनि अथवा ए नि भन्ने अर्थ लाग्छ। एडजेक्टिभ भिएसटी प्लस दुन्जी भनेको चाहिँ ए नि अथवा ए पनि भन्ने अर्थ लाग्छ। 11 मा छ एडजेक्टिभ भिएसटी प्लस दन। एडजेक्टिभ भिएसटी प्लस दन दन भनेको एको भन्ने अर्थ लाग्छ। भिएसटी प्लस दन भनेको एको भन्ने अर्थ लाग्छ। विगतमा बारम्बार भएको घटना कार्य अथवा कार्य अवस्था तर वर्तमानमा नभएको भन्ने जनाउनको लागि चाहिँ यो दन प्रयोग गरिन्छ। 12 मा छ
एडजेक्टिभ VST प्लस उल छङदोरो अथवा ल छङदोरो भनेको चाहिँ नेसम्म गरी अथवा नेसम्म अथवा ए जतिकै हुने गरी भन्ने अर्थ लाग्छ। उल छङदोरो भनेको नेसम्म गरी अथवा नेसम्म अथवा ए जतिकै हुने गरी। उल छङदोरो भनेको चाहिँ नेसम्म गरी नेसम्म ए जतिकै हुने गरी भन्ने अर्थ लाग्छ। 13 मा छ एडजेक्टिभ VST प्लस दोय। एडजेक्टिभ VST प्लस दोय भनेको चाहिँ यता पनि। एडजेक्टिभ VST प्लस दोय भनेको चाहिँ यता पनि भन्ने अर्थ लाग्छ। 14 मा छ एडजेक्टिभ VST प्लस अत-आत-द-नि भनेको चाहिँ एको त नि भन्ने अर्थ लाग्छ। जस्तै हादाको हेद्दनि भनेको यो चाहिँ पास्ट टेन्समा भयो। अत-आत-द-नि भनेको चाहिँ एको अथवा एको त नि भन्ने अर्थ लाग्छ। 15 नम्बरमा छ एडजेक्टिभ VST प्लस 는다면서요 अथवा 너다면서요। 는다면서요 अथवा 너다면서요 भनेको चाहिँ नछ अथवा छरे नि हो नछरे नि हो अथवा यस्तो छरे नि हो भन्ने अर्थ लाग्छ। अनि त्यसपछि 16 नम्बरमा छ VST प्लस उल अथवा ल ख्यम प्लस फेरि VST प्लस उल अथवा ल ख्यम भनेको चाहिँ पनि र पनि भन्ने अर्थ लाग्छ। जस्तै एकैचोटि दुईवटा काम गर्दाखेरि काठमाडौँ पनि जान्छु र किनेमा पनि गर्छु घुमफिर पनि गर्छु भन्ने जस्तै पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने जस्तो अर्थ लाग्छ। एकै समयमा दुईवटा काम गर्नु। VST प्लस उल्ख्यम प्लस VST प्लस उल्ख्यम भनेको चाहिँ पनि र पनि भन्ने अर्थ लाग्छ। र VST उल अथवा लख्यम हेस पनि हुन्छ। उल्ख्यम प्लस VST उल्ख्यम चाहिँ पनि र पनि भन्ने जस्तो लाग्छ। 17 नम्बरमा छ VST प्लस ल अथवा उल्पन हादा भनेको चाहिँ झन्डैले होइन उल्पन हादा भनेको चाहिँ झन्डैले यो चाहिँ सजिलो नै छ। र 18 नम्बरमा छ नाउन प्लस उरो इन्हे। नाउन प्लस उरो इन्हे भनेको चाहिँ कारणले अथवा को कारणले भन्ने अर्थ लाग्छ। यो पनि सजिलो छ। 19 मा छ VST प्लस गो माल्दा। VST प्लस गो माल्दा भनेको चाहिँ यी छाडे भनेको चाहिँ म चाहिँ चुरोट छाड्ने भनेको होइन अन्त्यमा चाहिँ पिएरै छाडे होइन यस्तो छाडे भन्ने अर्थ लाग्छ। त्यसपछि फेरि पनि VST प्लस गो माल्दा भनेको चाहिँ यी छाडे अथवा एरै छाडे भन्ने अर्थ लाग्छ। अनि 20 मा छ एडजेक्टिभ VST प्लस नुन्छ खादा अथवा उन्छ खादा भनेको चाहिँ रे जस्तो गर्नु होइन अथवा ए जस्तो गर्नु नाटक गर्नु भन्ने जस्तो अर्थ लाग्छ। नुन्छक अथवा उन्छ खादा भनेको चाहिँ नुन अथवा उन्छ खादा भनेको चाहिँ रे जस्तो गर्नु ए जस्तो गर्नु नाटक गर्नु भन्ने अर्थ लाग्छ। र 21 मा छ नाउन प्लस छोछा। नाउन प्लस जोछा हो तर उच्चारण चाहिँ छोछा हुन्छ। नाउन प्लस छोछा भनेको चाहिँ नसम्म पनि अथवा अकरण वाक्य बनाउँदा चाहिँ प्रयोग हुन्छ। यो नाउन प्लस छोछा भनेको चाहिँ नसम्म पनि भन्ने अर्थ भयो। र एडजेक्टिभ अर्को छ 22 मा एडजेक्टिभ VST प्लस गी मार्यनिदा। VST प्लस गी मार्यनिदा भनेको चाहिँ नु स्वाभाविक हो भन्ने अर्थ लाग्छ। नु स्वाभाविक हो भन्ने अर्थ लाग्छ। नु स्वाभाविक हो अवश्य पनि भन्ने जस्तो लाग्छ। यो VST प्लस नुन थपिँदा सँग उस्तै मिल्न जान्छ। VST प्लस गी मार्यनिदा भनेको चाहिँ नु स्वाभाविक हो भन्ने अर्थ लाग्छ। र 23 नम्बरमा छ VST प्लस ना फोदा अथवा न अथवा उन्गा फोदा। VST प्लस ना फोदा अथवा एडजेक्टिभ प्लस उन अथवा न ना
सरी न अथवा उन्गाफोदा भनेको चाहिँ छ होला जस्तो छ भन्ने अर्थ लाग्छ। VST प्लस नाफोदा अथवा एडजेक्टिभ प्लस उन्गाफोदा भनेको चाहिँ छ होला छ जस्तो छ भन्ने अर्थ लाग्छ। 24 नम्बरमा छ नाउन प्लस इया माल्लो भनेको चाहिँ नै सबैभन्दा वास्तवमा भन्ने अर्थ लाग्छ। नाउन प्लस इया माल्लो भनेको चाहिँ नै सबैभन्दा अथवा वास्तवमा भन्ने अर्थ लाग्छ। 25 मा छ 24 को इया माल्लो भनेको चाहिँ जस्तै फुमनिमिया माल्लो हैन अभिभावक नै सबैभन्दा आमा बुवा नै सबैभन्दा ठुलो हुनुहुन्छ भन्ने यस्तै अर्थ लाग्छ। र 25 नम्बरमा छ VST प्लस नुन हान भनेको चाहिँ एसम्म। VST प्लस नुन हान भनेको चाहिँ एसम्म। VST प्लस नुन हान भनेको एसम्म। 26 मा छ VST प्लस तोरोक भनेको चाहिँ ने गरी नेसम्म गरी भन्ने अर्थ लाग्छ। 27 मा छ एडजेक्टिभ VST प्लस उमुरो भनेको चाहिँ एकाले गर्दा अथवा एको कारणले भन्ने अर्थ लाग्छ। उमुरो भनेको एकोले गर्दा एको कारणले। र 28 नम्बरमा छ नाउन प्लस उन्नुन खन्याम भनेको चाहिँ को त कुरै छाडौँ अथवा परे जाओस् भन्ने अर्थ लाग्यो। नाउन प्लस उन्नुन खन्याङ भनेको चाहिँ को त कुरै छाडौँ अथवा परे जाओस् भन्ने अर्थ लाग्यो। र 29 मा छ VST प्लस थासिपी भनेको चाहिँ ए जस्तै भन्ने अर्थ लाग्छ। VST प्लस थासिपी ए जस्तै। VST प्लस थासिपी भनेको चाहिँ ए जस्तै भन्ने अर्थ लाग्छ। यो चाहिँ पहिल्यै थाहा भए जस्तै कुरा जनाउँदाखेरि चाहिँ थासिपी लाग्ने भयो है त। VST प्लस थासिपी भनेको चाहिँ ए जस्तै भन्ने अर्थ लाग्यो। र 30 नम्बरमा छ VST प्लस नुन फपिदा भनेको चाहिँ अवश्य पनि स्वाभाविक हो भन्ने अर्थ लाग्छ। यो भने अवश्य पनि भन्ने अर्थ लाग्छ। जस्तै यो उखानमा चाहिँ प्रयोग गरिन्छ र गिमारेनिदा पनि योसँग उस्तै जस्तो हुन्छ। VST प्लस नुन फपिदा भनेको चाहिँ अवश्य पनि स्वाभाविक हो अथवा यो भने अवश्य पनि भन्ने अर्थ लाग्छ। 31 नम्बरमा छ एडजेक्टिभ VST प्लस ल अथवा उल्जिदो मोरुदा। एडजेक्टिभ VST प्लस उल्जिदो मोरुदा ल अथवा उल्जिदो मोरुदा भनेको ननिसक्छ अथवा सम्भावना छ भन्ने अर्थमा लाग्ने भयो। VST प्लस ल अथवा उल्जिदो मोरुदा भनेको चाहिँ ननिसक्छ भन्ने अर्थ लाग्छ। जस्तै सम्भावना छ भन्ने अर्थ लाग्छ। नाउन प्लस छिगो भनेको चाहिँ भएर नि अथवा एर पनि भन्ने अर्थ लाग्छ। जस्तै अपवाद वाक्यमा चाहिँ प्रयोग गरिन्छ। नाउन प्लस छिगो भनेको चाहिँ भएर पनि भन्ने अर्थ लाग्छ। नाउन प्लस छिगो भनेको चाहिँ भएर पनि यस्तो जस्तै कोरियन मान्छे भएर पनि किम्ची नखाने मान्छे कोही छैन भन्ने अर्थ लाग्यो। हानको किन्सीको भन्ने अर्थ लाग्यो। आजलाई यति नै। हस्त धन्यवाद।